ले यहाँ भोग लगाउने, हामी साधु सन्तले यहाँनिर, हाम्रो आर्य वंशको यहाँनिर भनेर मैले त्यहाँ भण्डारा दिएको छु। र मन्दिर पनि त्यसरी बनाउनु पर्छ भनेको छु। किराँतको त छँदैछ महावीरले बनाएको, अब हिन्दू पनि बनाउने, बुद्धको पनि बनाउने, अरूको पनि बनाउने, त्यसरी बनाउँ भनेर भनेको छ। त्यो धार्मिक सही सन्तका आधारमा हामी धर्म सबैले मान्नु पाओस्, त्यो पानी सबैले पिउनु पाओस्, मेरो भनाइ चाहिँ त्यो हो क्या। त्यसले गर्दाखेरि हामी साँच्चै नै आनन्दसँगले बस्ने,